ओके विद्यार्थी भाइ बहिनीहरू गुड मर्निङ। आज चाहिँ हामी बल पाठसँग सम्बन्धित रहेका केही गणितीय समस्याहरूको समाधान गर्छौँ। यसपछि चाहिँ मैले यो बल पाठका अभ्यास र क्वेसन्सहरू पछि लिएर आउनेछु। अब तपाईँहरूको अर्धवार्षिक परीक्षा नजिक आइरहेको हुनाले मैले यो आज चाहिँ यो गणितीय समस्याहरूको समाधान तपाईँहरूलाई सिकाइदिउँ भनेर मैले यो गणितीय समस्याहरूको समाधानको यो भिडियो लिएर आएको छु। तपाईँहरूले ध्यानपूर्वक कति पनि नकटाइकन हेर्नु होला। कटाएर हेर्नुभयो भने गणितीय समस्याहरू बुझिँदैन। अब थ्योरिटिकल कुराहरू होइन कि तपाईँहरूले पज गर्दै अनि त्यसपछि त्यसलाई कपीमा सारेर पछि रट्नुहुन्छ बुझ्नुहुन्छ, त्यो छुट्टै कुरा हो। र गणितीय समस्यालाई पनि तपाईँहरूले मैले सल्युसन गरिदिइसकेपछि त्यसलाई पज गरेर कपीमा उतार्नु होला र त्यसपछि फेरि त्यसलाई घर एकचोटि अभ्यास गर्ने बानीको विकास गर्नु होला। यसो गर्नुभयो भने गणितीय समस्याहरू पनि सजिलै हुन्छ, होइन भने तपाईँहरूलाई गाह्रो भइहाल्छ। यदि यसलाई मात्रै पज गर्ने सार्ने र पछि अभ्यास गर्नु भने गाह्रो हुन्छ। र यदि भएन भने फेरि पटक एक दुईपटक हेर्नुभयो भने मजाले बुझ्न सकिन्छ यो कुराहरूलाई। बल पाठका गणितीय समस्याहरूको समाधान गर्नुभन्दा पहिला म तपाईँहरूलाई केही क्वेसन्स केही फर्मुलाहरू भन्छु पहिला सुरुमा। अब हामीले पढेकै छौँ न्युटनको गुरुत्वाकर्षण सम्बन्धी नियम अनुसार, न्युटनको गुरुत्वाकर्षण सम्बन्धी विश्वव्यापी नियम अनुसार हामी एफ बराबर के पढेका छौँ भन्दाखेरि एफ बराबर हामीले पढेका छौँ के एफ बराबर ल भनौँ त जी m1 m2 बाई डी स्क्वायर है। जहाँनिर तपाईँलाई थाहा छ कि जी भनेको एउटा गुरुत्वाकर्षण अचर राशि हो। जी एउटा गुरुत्वाकर्षण अचर राशि हो जसको मान कति हुन्छ 6.67 इन्टु 10⁻11 न्युटन मिटर स्क्वायर पर केजी स्क्वायर है। तपाईँहरूलाई कहिलेकाहीँ भाइ बहिनीहरूलाई यो यसको मान पनि सोधिन सक्छ। यो मान मात्रै पनि याद राख्नु होला 6.67 इन्टु 10⁻11 न्युटन मिटर स्क्वायर पर केजी स्क्वायर। यो चाहिँ गुरुत्वाकर्षण अचर राशिको एसआई एकाइ हो। यो पनि तपाईँहरूले याद गर्नु चाहिँ यो गुरुत्वाकर्षण अचर राशि जहाँ अब यो m1 भनेको पिण्ड भइहाल्यो, क्वेसनमा दिएको हुन्छ यो पिण्ड। दुईवटा वस्तुहरू हुन्छन् नि हामीले पढेकै छौँ। गुरुत्वाकर्षण बल भनेको ब्रह्माण्डमा रहेका दुईवटा गुरुत्वाकर्षण बलको पिण्डको कारणले गर्दा उत्पन्न भएको आकर्षण बल एउटा गुरुत्वाकर्षण बल हो भनेर है। अब जसरी यो m1 एउटा पिण्ड हो भने यो m2 पनि अर्को एउटा पिण्ड हो, वस्तुको पिण्ड हो भने त्यो पनि। अनि डी भनेको ती वस्तुको केन्द्रबिचको दूरी हो। त्यो दुईवटा वस्तुहरूको केन्द्रबिचको दूरी हो डी भनेको है, डी दूरी हो। अब यसलाई हिसाब गर्दाखेरि तपाईँहरूलाई चाहिने एउटा क्यालकुलेटर हो। मजाले एउटा क्यालकुलेटर चाहिँ राख्नुहोस् आफूसँग है। म पनि तपाईँहरूलाई सँगसँगै गर्न लगाउँछु, गर्नु होला। यो एउटा फर्मुला याद राख्नुहोस्, एउटा यो फर्मुला भयो। त्यसै गरी अब अर्को एउटा फर्मुला, यसैमा तपाईँहरूलाई गुरुत्वाकर्षण बलको सट्टामा कहिलेकाहीँ तौल निकाल्न भन्यो भने पनि है, तपाईँहरूलाई डब्लु तौल निकाल्न भन्यो भने यसैमा पनि तपाईँहरूले के गर्न सक्नुहुन्छ, जी एउटा पृथ्वीको मानव पिण्ड छ अनि एउटा वस्तुको पिण्ड स्मल एम अनि डी स्क्वायर हुनसक्छ। अब डीको सट्टामा त्यहाँ आर स्क्वायर पनि हुनसक्छ। त्यो चाहिँ क्वेसनले जस्तो भन्छ त्यस्तै अहिले पछि हामी हेरौँ न त्यसो रहेछ भने यो एउटा गर्न सक्नुहुन्छ। तौल बराबर अर्को एउटा फर्मुला तपाईँहरूले याद राख्नुहोला, एम इन्टु जी। त्यसै गरी अब यो जी निकाल्ने फर्मुला है, जी भनेको के हो त, जी के हो तपाईँहरूको यो गुरुत्व प्रवेग है, गुरुत्व प्रवेग। अब भाइ बहिनीहरूले यो तपाईँहरूलाई एकदमै इम्पोर्टेन्ट पनि हुन्छ। कहिलेकाहीँ तपाईँहरूले गुरुत्व प्रवेग बिचको है, यो गुरुत्व प्रवेग र यो गुरुत्व आकर्षण अचर राशि, गुरुत्व प्रवेग र गुरुत्व आकर्षण अचर राशि बिच फरक पनि सोध्न सक्छ है। तपाईँहरूलाई जी क्यापिटल जी र स्मल जी बिच फरक पनि लेख्नुहोस् भन्न सक्छ क्वेसनले। यो तपाईँहरूले पनि याद राख्नु होला। क्यापिटल जी र स्मल बिच के फरक छ भन्दाखेरि एउटा तपाईँहरूले यो भ्यालु याद राख्नुहोस् है, एउटा चाहिँ यही मान राख्नु सजिलो है। तपाईँहरूले फरक लेख्दाखेरि सजिलो याद राख्नुहोस्। एउटा 6.67 इन्टु 10⁻11 यसको भ्यालु हुन्छ, यसको भ्यालु कति हुन्छ 9.8 मिटर पर सेकेन्ड स्क्वायर हुन्छ भनेर याद राख्नुहोस्। अनि एउटा अर्को यसको एसआई एकाइ पनि याद गरे हुन्छ, यसको एसआई एकाइ मिटर पर सेकेन्ड स्क्वायर भनेर याद राख्नुहोस्। अर्को तपाईँले यो चाहिँ यसको मान कहीँ पनि चेन्ज हुँदैन, यो एउटा अचर राशि हो। ब्रह्माण्डको जुनसुकै ठाउँमा यसको मान चेन्ज हुन्छ, तर यसको मान के हुन्छ भन्दाखेरि ठाउँ अनुसार परिवर्तन हुन्छ। यसरी दुई तिनवटा पोइन्टहरू तपाईँहरूले याद गरिदिनु भयो भने यो फरक चाहिँ तपाईँहरूले सजिलो लेख्न सक्नुहुन्छ। यो भयो एउटा यी फर्मुलाहरू भयो यति है। त्यसै गरी अर्को फर्मुला तपाईँहरूले जी बराबर जिएम बाई आर स्क्वायर है, जिएम बाई आर स्क्वायर। गुरुत्व प्रवेग
वस्तुको पिण्डमा भर पर्दैन कहिले पनि। गुरुत्व प्रवेग वस्तुको पिण्डमा कहिले नि भर पर्दैन। हामीले सिक्का र पाको निष्कर्षमा पनि भनिसकेका छौँ। यदि कुनै पनि वस्तु स्वतन्त्र रूपले खसिरहेको छ भने गुरुत्व प्रवेग हरेक वस्तुमा लाग्ने गुरुत्व प्रवेग के हुन्छ, समान हुन्छ, चाहे त्यो ठुलो होस् चाहे सानो होस्। एउटा सिक्कामा र एउटा पाकमा पनि यदि स्वतन्त्र रूपले बिना अवरोध खसिरहेको छ भने वस्तु त्यसमा लाग्ने गुरुत्व प्रवेग के हुन्छ, समान हुन्छ। त्यसैले यो जीएम बराबर जीएम बाई आर स्क्वायर, जहाँ यो एम भनेको ग्रह वा उपग्रहको पिण्ड हो, यो जी भनेको गुरुत्वाकर्षण अचर राशि हो, अनि यो आर भनेको ग्रह वा उपग्रहहरूको अर्धव्यास हो। यो याद राख्नुहोस् है। एउटा यो भयो। अब तपाईँहरूले जी बराबर जीएम बाई आर स्क्वायर, त्यसै गरी अब कहिलेकाहीँ यो फर्मुला पनि सोध्न सक्छ तपाईँहरूलाई। कहिलेकाहीँ यसरी पनि क्वेसन दिन सक्छ, जीएम बाई आर प्लस एचको होल स्क्वायर। यो कति बेला लगाउने भन्दाखेरि तपाईँलाई जब उचाइ दिन्छ, पृथ्वीको सतहमा एउटा वस्तु छ अनि त्यसपछि एउटा सर्टेन हाइटमा एउटा निश्चित उचाइमा एउटा वस्तु छ भनेर त्यति बेला क्वेसनहरू दियो भने तपाईँले यो गर्न सक्नुहुन्छ। अब होइन भने तपाईँहरूलाई यो आर प्लस एचलाई पृथ्वीको अर्धव्यास अथवा कुनै पनि ग्रह वा उपग्रहको अर्धव्यास दिएको हुन्छ अनि एच दिएको हुन्छ, आर दिएको हुन्छ तपाईँहरूलाई, त्यो लेख्नुहोस्। मानव आर चाहिँ एक्स छ अनि एच तपाईँको कति छ भन्दाखेरि वाइ छ। यो दुईटालाई जोडेर तपाईँले डी बराबर एक्स प्लस वाइ है भ्यालु हुन्छ। यो मैले एक्स प्लस वाइ लेखेँ, भ्यालु हुन्छ त्यहाँ त है। मानव यसको एक्सको मान 5 छ अनि यो 4 छ भने 5 र 4 जोड्नु कति 9 हुन्छ। अब 9 को स्क्वायर गर्नुहोस् होइन। यहाँनिर तपाईँहरूलाई अब जोड घटाउ गर्न गाह्रो हुन्छ भने पहिला एकमुष्ट जोडिहाल्नुहोस्, कुलपुरी निकाल्नुहोस् होइन। त्यसपछि तपाईँले के गर्ने भन्दाखेरि त्यसको स्क्वायर गर्नु होला अनि यसरी गर्दा अलि इजी हुन्छ। ल यति फर्मुलाहरू चाहिँ तपाईँहरूले यसमा याद राख्नु होला। यति फर्मुलाहरू याद राख्नु हो भने यिनै फर्मुलाहरूलाई घुमाइफिराइ क्वेसनले सोध्छ यिनै फर्मुलाहरूमा। अब यसमा तपाईँहरूलाई कहिलेकाहीँ यो जी निकाल्न पनि भन्न सक्छ क्वेसनले, कहिले एम1 निकाल्न भन्न सक्छ, कहिले एम2 निकाल्न भन्न सक्छ, कहिले धुरी निकाल्न भन्न सक्छ। अब प्राय एफ निकाल्ने त सोधि नै रहेको हुन्छ है, प्राय एफ निकाल्न त क्वेसनले सोधि नै रहेको हुन्छ। यो यति फर्मुलाहरू तपाईँहरूले यो बल पार्टमा याद गर्नुभयो भने तपाईँलाई हिसाब गर्न सजिलो भइहाल्छ है। यो फर्मुलाहरू चाहिँ याद गर्नु होला र मजाले यसलाई एकचोटि लेख्नुहोस् कपीमा है। ल मैले थोरै समय दिएँ तपाईँहरूलाई, 1 मिनटको लागि। तपाईँहरूले यसलाई हेर्नुहोस्। तबसम्म तपाईँहरूले हाम्रो यो बल पार्टको लेखिसकेका साथीहरूले यो बल पार्टको पेज नम्बर 194 को 5 नम्बर क्वेसनमा गणितीय समस्याहरू छन्। ती गणितीय समस्याहरू हेर्नुहोस् है सबैजनाले। गणितीय समस्याको कमा के क्वेसनले भनेको छ त्यो पढ्दै गर्नुहोस् त। क्वेसन नम्बर कले के भनेको छ त्यो पढ्दै गर्नुहोस् है। ल अब क्वेसनतिर जाउँ हामी। म यहाँ चाहिँ तपाईँहरूलाई क्वेसन चाहिँ लेख्दैन है भाइ बहिनी, क्वेसन लेख्दैन। तपाईँहरूले किताब चाहिँ आफूसँग राख्नुहोस्, किताब राख्नुहोस्, म क्वेसन चाहिँ लेख्दैन। मैले यहाँनिर यो फर्मुला भयो। अब यसपछि नेक्स्टमा गएँ। ल क्वेसन नम्बर 5 को क, यो पेज नम्बर हाम्रो पेज नम्बर 194, क्वेसन नम्बर 5 को क है। अब हियर यहाँ के दिएको छ भनेर के भनेको छ, दुईवटा वस्तुहरू ए र बी को पिण्ड क्रमशः 20 केजी र 40 केजी रहेको छ। ती दुई पिण्डको केन्द्रबीचको दूरी 5 मिटर छ भने तिनीहरू बीचमा गुरुत्वाकर्षण बल हिसाब गर्नुहोस् भनेको छ। ल अब दुईवटा वस्तुहरूको पिण्ड दिएको छ। वस्तु ए को पिण्ड लेखौँ यहाँ, वस्तु ए को पिण्ड है। वस्तु ए को पिण्ड यसलाई m1 मान्नुहोस्, यो छ तपाईँको 20 केजी है। त्यसै गरी वस्तु बी को पिण्ड, वस्तु बी को पिण्ड 40 केजी है। मास अफ ऑब्जेक्ट ए, मास अफ ऑब्जेक्ट बी है, एन्ड डिस्टेन्स बिट्विन देम। त्यस्तो दूरी कति छ भन्दाखेरि केन्द्रबीचको दूरी दुई पिण्डको केन्द्रबीचको दूरी, केन्द्रबीचको दूरी डी बराबर कति छ, डी बराबर हाम्रो 5 मिटर छ। याद राख्नु होला भाइ बहिनीहरू, जहिले पनि हिसाब गर्दाखेरि यहाँ भएका है दूरी पिण्डको एकाइ जहिले पनि एसआई एकाइ हुनुपर्छ है। एसआई एकाइ छैन भने यो ग्राममा छ भने तपाईँले त्यसलाई केजीमा लैजानुपर्छ। मतलब पिण्ड यदि ग्राममा छ भने त्यसलाई केजीमा लैजानुपर्छ है। यदि तपाईँको दूरी किलोमिटरमा छ भने त्यसलाई पनि मिटरमा लैजानुपर्छ, तपाईँहरूलाई थाहै छ।
है 1000 ग्राम बराबर कति हुन्छ 1000 ग्राम बराबर 1 केजी हुन्छ त्यसैगरी 1000 मिटर बराबर 1 किलोमिटर हुन्छ यो रिलेसन चाहिँ याद गर्नु होला यसरी पनि तपाईहरुलाई कहिलेकाहीँ किलोमिटरमा दूरी दिएर क्वेशनले सोध्न सक्छ त्यतिबेला चाहिँ ख्याल गर्नु होला अब यसपछि हामीलाई गुरुत्वाकर्षण बल सोधेको छ गुरुत्वाकर्षण बल सोधेको छ हिसाब गरिदिनुस् है गुरुत्वाकर्षण बल गुरुत्वाकर्षण बल F बराबर वाट है हामीलाई थाहा छ F बराबर के हुन्छ भन्दाखेरि G m1 m2 by d स्क्वायर है अब मान राख्दियौ G को मान 6.67 into 10 को पावर -11 m1 को मान 20 छ m2 को मान 40 छ अनि यो d स्क्वायर तपाईको कति छ भन्दाखेरि 5 को स्क्वायर है 5 को स्क्वायर अब यहाँ लिन तपाईले यसलाई क्याल्कुलेसन गर्नुस् यता हेर्नु है अब यसलाई क्याल्कुलेट गर्नुस् कति हुन्छ अब यसलाई तपाईहरुले यो फेरि गरेर फेरि लेखिराख्नु पर्दैन है डाइरेक्ट क्याल्कुलेटर थिच्नुस् जति आउँछ त्यही लेख्दिने है यो फेरि तपाईले यसलाई गुणन यसलाई माथिकोलाई गुणन गर्ने यहाँ माथि लेख्ने अनि तलको 5 को स्क्वायरलाई 25 लेख्ने त्यो सब नगर्नुस् क्याल्कुलेटर उठाउने अनि मल्टिप्लाई गर्दिने ल क्याल्कुलेटर हेरौँ है अब हामी एकचोटी हिसाब गरौँ के भने 6.67 into 10 को पावर -11 into 20 into 40 जति आउँछ त्यसलाई कतिले डिभाइड गर्ने 5 को स्क्वायरले कति आयो 2.13 into 10 को पावर -9 है ल यो तपाईहरुले आन्सर लेखिदिनुस् है यहाँनिर 2. किताबको ठ्याक्कै मिलेको छ 2.13 into 10 को पावर -9 न्युटन के हो त आन्सर भयो है यहाँ वस्तुको पिण्ड थोरै भएको हुनाले गुरुत्वाकर्षण बल थोरै आएको है किनभने हामीलाई थाहा छ गुरुत्वाकर्षण बल र दूरी पनि थोरै छ त्यहाँ है धेरै भयो भने दूरी हुन त गुरुत्वाकर्षण बल धेरै भयो भने दूरी धेरै भयो भने गुरुत्वाकर्षण बल के हुन्छ हाम्रो कम हुन्छ र पिण्डको वस्तुको पिण्ड धेरै भयो भने गुरुत्वाकर्षण बल के हुन्छ धेरै हुन्छ किनभने हामीले पढेकै छौं है गुरुत्वाकर्षण बल पिण्डको गुणनफलसँग समानुपातिक हुन्छ भने गुरुत्वाकर्षण बल केन्द्रबिन्दुको दूरीको वर्गसँग व्युत्क्रमानुपातिक हुन्छ है यो गुरुत्वाकर्षण बल सम्बन्धी नियमले भन्छ हामीलाई यो चाहिँ तपाईहरुले यो रट्नु पनि होला है मज्जाले याद गर्नु पनि होला यसलाई ल यो पहिलो नम्बरको क्वेशनको आन्सर भयो 5 को क है अब खमा जाउँ ल खमा जाउँ हामी अब खले के भन्छ चित्रमा देखाइएका दुई पिण्ड बीचको गुरुत्वाकर्षण बल हिसाब गर्नुस् अब यो क्वेशनमा हामीलाई चित्र नै छैन अब चित्र छैन भने अब यो पिण्ड कति राख्ने दूरी कति राख्ने है त्यसैले यसलाई चाहिँ छोडौं स्किप गरे मैले क्वेशनलाई गमा हेरौँ है 5 को ग 5 को गमा 5 को गमा हियर हामीलाई के दिएको छ हेरौँ के दिएको छ सूर्यको पिण्ड दिएको छ सूर्यको पिण्ड है पहिला क्वेशनले भनेको मज्जाले बुझ्नुस् है क्वेशनले भनेको तपाईले बुझ्नुभयो भने मज्जाले तपाईले 60% सल्युसन भइहाल्छ भाइ बहिनीहरु पहिला सुरुमा क्वेशनै नबुझिकन हामीले हात हाल्यो भने तपाईलाई गाह्रो भइहाल्छ पहिला सुरुमा क्वेशन बुझ्नु राम्रोसँग क्वेशन बुझ्नुभयो भने इजिली तपाईले क्वेशन गर्न सक्नुहुन्छ सोल्भ गर्न सक्नुहुन्छ त्यसलाई है सूर्यको पिण्ड दिएको छ बृहस्पतिको पिण्ड दिएको छ अनि तिनीहरु बीचको दूरी दिएको छ अघि गरे जस्तै 5 को क जस्तै यो पनि छ सूर्यको पिण्डलाई तपाईले यहाँ 1 मान्दिनुस् यो कति छ हामीसँग 2 into 10 को पावर 30 2 into 10 को पावर 30 केजी छ यो हाम्रो त्यसपछि बृहस्पतिको पिण्ड हेर्नुस् कति छ 1.9 into 10 को पावर 27 1.9 बृहस्पतिको पिण्ड m2 बृहस्पतिको पिण्ड m2 कति छ तपाईको m2 1.9 into 10 को पावर 27 केजी छ त्यसपछि दूरी है सूर्य र बृहस्पति बीचको दूरी सूर्य र बृहस्पति बीचको दूरी
अब भाइ बहिनीहरु यहाँ कोही इंग्लिश मिडियममा हुनुहुन्छ भने अब मास अफ सन लेख्ने, मास अफ जुपिटर लेख्ने एन्ड डिस्टेन्स बिट्विन सन एन्ड जुपिटर लेख्ने है। अनि त्यसपछि यसलाई तपाईले डी बराबर कति छ हामीसँग डी बराबर 1.8 into 10 को पावर 8 किलोमिटर छ। हेर्नुस् है यो किलोमिटर छ हो। अब यो किलोमिटरमा भएको हुनाले के गर्ने यसलाई मिटरमा ल्याइजाने 1.8 into 10 को पावर 8 into के गर्ने 1000 गर्ने है। यसलाई 1000 गर्नुभयो भने 1.8 into 10 को पावर कति भयो त 11 मिटर भयो है। यो यहाँ भएको यो 3/0 यता आएर जोडियो है। यो भयो। अब यसपछि अब हामीलाई गुरुत्वाकर्षण बल निकाल्नु पर्ने छ है। गुरुत्वाकर्षण बल पुरै लेखिराख्नु पर्दैन, हामीले यति चाहिँ लेखिदिनु। गुरुत्वाकर्षण बल बल F बराबर वाट है। अब अघि गरे जस्तै F इक्वल टु के गर्ने Gm1 m2 बाई d स्क्वायर है। मान राख्नु यहाँनिर कति छ जी को मान हामीलाई थाहा छ 6.6। यो किताब क्वेशनमा नदिन पनि सक्छ है, क्वेशनमा नदिन सक्छ। तपाईहरुले यो चाहिँ आफै याद गर्नुस् है। 11 भयो। अनि त्यसपछि 2 into 10 को पावर 30 अनि फेरि 1.9 into 10 को पावर 27 अनि त्यसपछि फेरि तल कति छ हाम्रो घरमा 1.8 into 10 को पावर 11 को स्क्वायर है हो। अब यसलाई यता हेर्नुस् है। यसलाई तपाईहरुले फेरि मैले अघि भने जस्तै क्याल्कुलेटर थिच्नुस्। यसलाई क्याल्कुलेटर थिच्नुस्। अब पुरै गरेर माथि तल गरिराख्नु पर्दैन है। अब अलिकति चाहिँ के चनाखो भइदिनु पर्छ भन्दाखेरि भाइ बहिनीहरु माथिको यो अंशमा भएको भ्यालुलाई पहिला थिच्ने, अंशमा भएको भ्यालुलाई पहिला थिच्ने क्याल्कुलेटरमा, अंशमा भएको भ्यालुलाई पहिला थिच्नुस्। जति मान आउँछ है त्यसलाई अनि त्यसलाई के गर्ने बल्ल डिभाइड गर्ने। डिभाइड गर्दाखेरि के चनाखो भइदिनुस् भन्दाखेरि यो ब्र्याकेटमा राखेर तलको मानलाई यहाँ मल्टिप्लाईमा छ हैन अनि त्यसपछि स्क्वायर छ। त्यसैले तपाईले के गर्ने यसलाई चाहिँ ब्र्याकेटमा राख्नुस्। यो तलको मानलाई हरलाई के गर्ने ब्र्याकेटमा राख्ने अनि ब्र्याकेटमा राखिसकेपछि बल्ल स्क्वायर गर्ने है। त्यस्तो गर्नुभयो भने बल्ल के हुन्छ यो हिसाब मिल्छ हैन। अनि तपाईले यतिकै माथिको भ्यालुलाई डिभाइड गर्ने 1 into 10 को पावर 11 को स्क्वायर गर्नु बिग्रिन्छ कुराकानी है। त्यसैले के गर्ने माथिको अंक पहिला थिच्ने इक्वल टु गर्ने कति आउँछ त्यो। त्यसपछि के गर्ने यो तलको भ्यालुलाई डिभाइड गर्दाखेरि तलको भ्यालुलाई के गर्ने ब्र्याकेटमा राखेर अनि बल्ल स्क्वायर गर्नुस् है। त्यसरी गर्नुभयो भने तपाईको एक्ज्याक्ट भ्यालु आउँछ है। तपाईको आन्सर मिल्न सक्छ हैन भने तपाईको बिग्रिन्छ अनि ल भएन भन्नुहुन्छ। त्यसैले अब यहाँ हेर्नुस् है। फेरि एउटा कुरा के याद राख्नु भने किताबमा दिएको आन्सर चाहिँ गलत छ। यो क्वेशनको किताबमा दिएको क्वेशन चाहिँ आन्सर चाहिँ गलत छ। त्यसैले मैले यहाँनिर सच्याएर तपाईले यसलाई हिसाब गर्नुभयो भने आउँछ कति भन्दाखेरि 7.82 into 10 को पावर 24 न्युटन आउँछ है। यो हिसाब गर्नुभयो भने हिसाब गर्नु होला, क्याल्कुलेटरमा थिच्नु होला है। मिलेन भने मलाई फेरि कमेन्टमा भन्नु होला। म यसको सानो एउटा भिडियो बनाएर मेरो फेसबुक पेज छ दिपेन्द्र यादव गरेको, तपाईहरुलाई DEEPENDRA दिपेन्द्र वाइ यादव है YADV यादव यो फेसबुक पेजमा पनि मैले तपाईहरुलाई भिडियोहरु सानो सानो क्लिपहरु भिडियोहरु राखिरहेको हुन्छु रिलमा। त्यसमा म यदि तपाईहरुले सक्नुभयो भने यो हिसाबलाई यतिलाई मात्रै क्याल्कुलेसन गरेको त्यहाँ देखाइदिन्छु है। त्यसमा पनि फलो गर्नु होला। यदि कसैले फलो गर्नु भएको छैन भने फलो गर्नु होला। यो ग नम्बर क्वेशनको सल्युसन भयो है। अब यसपछि हामी घ नम्बरमा जान्छौँ है। ल अलि सरस्वती यसलाई हेरौँ हैन भने फेरि यो घाइदैन है। अब हामी घ नम्बरमा जान्छौँ। घ नम्बरमा के छ ल जसले जानेको छ यसले हेर्दै गरौँ है। बाँकी क्वेशन हेर्दै गरौँ। घमा पृथ्वी र चन्द्रमा बीचको गुरुत्वाकर्षण बल 2.01 into 10 को पावर। अब हामीलाई गुरुत्वाकर्षण बल दियो यहाँनिर हेर है भाइ बहिनीहरु। यदि यी दुई पिण्डको दूरी 3.84 into 10 को पावर 5 किलोमिटर छ र पृथ्वीको पिण्ड 5.972 into 10 को पावर 24 kg छ भने चन्द्रमाको पिण्ड निकाल्नुस्। अब हामीलाई यहाँ पृथ्वीको पिण्ड दिएको छ अनि गुरुत्वाकर्षण बल दिएको छ, दूरी दिएको छ अनि चन्द्रमाको पिण्ड निकाल्नु छ। मतलब हामीलाई एउटा पिण्ड निकाल्नु पर्ने छ है। ल हेरौँ हेरौँ यसलाई कसरी गर्ने। यसलाई हेरौँ घ नम्बरमा आजको घमा हेयर हामीलाई के दिएको छ पृथ्वी र चन्द्रमा बीचको गुरुत्व
पृथ्वी र चन्द्रमा बीचको गुरुत्वाकर्षण बल पृथ्वी र चन्द्रमा बीचको गुरुत्वाकर्षण बल है F बराबर हामीसँग छ क्वेशनले दिएको 2.01 into 10 को पावर 20 न्यूटन into 10 को पावर 20 न्यूटन यति दिएको छ। यहाँ हामीलाई गुरुत्वाकर्षण बल दिएको छ है 10 को पावर 20 न्यूटन यहाँ हामीलाई दिएको छ गुरुत्वाकर्षण बल यो हेर्नुस्। त्यसपछि अर्को पिण्ड बीचको दूरी है पृथ्वी र चन्द्रमा बीचको दूरी है d बराबर कति छ d बराबर कति छ हाम्रो 3.84 into 10 को पावर 5 किलोमिटर यो पनि किलोमिटरमा छ है हेर्नुस् किलोमिटरमा छ भने यसलाई 1000 ले मल्टिप्लाई गरिदिनुस् into 10 को पावर 5 into 1000 गर्नुस् है ओके ल 1000 गर्नुस् 1000 गर्नु हो भने अब मतलब किलोमिटरमा छ नि त किलोमिटरमा छ भने यसले के गर्नु पर्यो मिटरमा लैजानु पर्यो है 1000 ले मल्टिप्लाई गर्नु पर्यो त यो कति हुन्छ 3.84 into 10 को पावर यहाँ 5 छ यो 3 ले गर्दा कति हुन्छ 8 भयो 10 को पावर 8 मिटर भयो ल अब पृथ्वीको पिण्ड व्यास यदि इंग्लिश मिडियममा हुनुहुन्छ भने के लेख्ने भन्दाखेरि ग्रेभिटेशनल फोर्स बिट्विन अर्थ एन्ड मून त्यो लेख्ने एक माथिकोलाई अनि यसलाई के लेख्ने डिस्टेन्स बिट्विन अर्थ एन्ड मून लेख्ने यति त्यसपछि अब फेरि मास अफ अर्थ लेख्ने है पृथ्वीको पिण्डलाई तपाईले यसलाई के मान्दिनुस् पृथ्वीको पिण्डलाई m1 मान्दिनु है पृथ्वीको पिण्डलाई हामी m1 मानौं कति छ पृथ्वीको पिण्ड भन्दाखेरि 5.972 into 10 को पावर 24 केजी है यो माथिको है उताको यो हो। अब यसपछि हामीलाई चन्द्रमाको पिण्ड चाहिएको छ चन्द्रमाको पिण्ड मास अफ मून इक्वल टु व्हाट m2 बराबर है यसलाई क्यापिटल राखिदिनुस् स्मल राख्ने केही फरक पर्दैन पर्नु त मैले माथि चाहिँ क्यापिटल लेखेको लागि तल पनि क्यापिटल लेखे अब यो जुन हो हामीलाई थाहा छ f बराबर g m1 m2 by d स्क्वायर गर्नुस् है। अब यसबाट तपाईले यसैलाई यहीँनिर क्याल्कुलेसन गरिहाल्नुस् कि अब मान राखेर गर्न थाल्नु भने कन्फ्युजन भइहाल्छ यहीँनिर तपाईले m2 चाहिएको छ नि त हामीलाई m2 को मान निकाल्ने हाल्नुस् कि मतलब m2 को लागि फर्मुला निकाल्ने हाल्नुस् यसलाई क्रस गुणन गर्नुस् यहाँनिर यो क्रस गुणन गर्नु भने f अनि यो d स्क्वायर हुन्छ यता आउँछ नि त f into d स्क्वायर हुन्छ अनि यता के हुन्छ g m1 अनि m2 अब यहाँनिर हेर्नुस् है अब तपाईलाई यो गुणनमा छ m2 त m1 m2 यो g गुणनमा छ मल्टिप्लाईमा छ यता आउँदा यो यति भागलाई यता लिएर आउनु भने डिभाइडमा जान्छ र m2 बराबर के हुन्छ तपाईको m2 बराबर हुन्छ f into d स्क्वायर अपन के हुन्छ अपन g m1 हुन्छ कति हुन्छ g m1 है यो m2 निकाल्ने फर्मुला भएको अब फर्मुला छुट्टै निकाली राख्न पनि पर्दैन भाइ बहिनीहरु हैन तपाईहरुले छुट्टै निकालेर पनि गर्न सक्नुहुन्छ ननिकालिकन यतिकैमा मान राख्नुस् अनि पछि चाहिँ m2 लाई निकाल्न सक्नुहुन्छ त्यसरी पनि अब मैले यसलाई अर्को पेजमा गए है m2 बराबर हाम्रो के आछ f into d स्क्वायर अनि g m1 आछ अब मान राख्नु यहाँ है मान राखौं f को भ्यालु हाम्रो कति छ f को भ्यालु हाम्रो छ 2.01 into 10 को पावर 20 छ into d स्क्वायर भनेको हाम्रो 3.84 into 10 को पावर 11 को स्क्वायर अपन कति भयो अपन हाम्रो m1 g भनेको 6.67 into 10 को पावर -11 into m1 भनेको हाम्रो 5.972 into 10 को पावर 24 है हो अब यहाँनिर तपाईहरुले के गर्नु माथिकोलाई
है माथिकोलाई पहिला मल्टिप्लाई गर्नुस् माथिकोलाई मल्टिप्लाई गर्नु सबैलाई यो यसलाई अनि यसलाई ब्र्याकेटमा राख्नुस् अनि यसलाई स्क्वायर राखेर मल्टिप्लाई गर्नुस् आएको अङ्कलाई आएको भ्यालुलाई तपाईँले के गर्ने भन्दाखेरि यो सबैलाई ब्र्याकेटमा राखेर है यो सबैलाई ब्र्याकेटमा राखेर गर्नुस् तल जब डिभाइड थिच्नुहुन्छ नि क्याल्कुलेटरमा तपाईँहरूले त्यति बेला के गर्नु भन्दाखेरि ब्र्याकेटमा राखेर गर्नुहोस् है तलकोलाई ब्र्याकेटमा राखेर गर्नुभयो भने यसको भ्यालु आइहाल्छ यहाँ पनि तपाईँहरूको यसको भ्यालु कति आउँछ भन्दाखेरि 7.4 अथवा यहाँ क्यालकुलेट हाम्रो किताबमा चाहिँ 7.34 दिएको छ यसलाई तपाईँहरूले क्यालकुलेटर गर्नुभयो भने 7.44 into 10 को पावर 22 केजी आउँछ 10 को पावर 22 केजी आउँछ यसलाई मैले यहाँ गरिनँ तपाईँहरूले गर्नु होला मैले भने माथिकोलाई क्यालकुलेटरमा थिच्नुहोस् है आएको अङ्कलाई डिभाइड गर्ने डिभाइड गर्दाखेरि के गर्ने भन्दाखेरि यसलाई यहाँनिर ब्र्याकेटमा राखेर गर्नु होला यसलाई यतिलाई पुरैलाई ब्र्याकेटमा राखेर गर्नुभयो भने मिलिहाल्छ यो है ट्याक्कै मिल्छ ल अब योभन्दा अगाडिको अलिकति देखाइदिन्छु पहिलाको त्यसलाई लेख्नुहोस् पहिला है यति लेख्नुहोस् पहिला त्यसपछि हामी पछाडिकोमा जाम्ला अर्को पेजमा यो घ भयो अब 9 नम्बरको पृथ्वी र सूर्य बीचको गुरुत्वाकर्षण बल पृथ्वी र सूर्य बीचको गुरुत्वाकर्षण बल 3.54 into 10 को पावर 22 न्युटन छ यदि पृथ्वी र सूर्यको पिण्ड क्रमशः 5.972 into 10 को पावर 22 केजी 24 केजी र सूर्यको पिण्ड चाहिँ 2 into 10 को पावर 30 केजी छ भने यी दुई बीचको दूरी कति हुन्छ भनेको छ ल यो लेख्नुभयो होला म अगाडि बढेँ है अब त्यसो भए नेक्स्ट पेजमा यसलाई पनि लेखिहाल्नुहोस् यति लेख्नुहोस् त यति बेला के छ बुझिरहेछौ नि भाइ बहिनीहरू अहिलेसम्म सजिलै छ हाम्रो हिसाब त्यस्तो सबै एउटै फर्मुला युज भइरहेछ अहिलेसम्म सबैमा एउटै फर्मुला एफ इक्वल टु जी m1 m2 by d स्क्वायर युज भइरहेको छ त्यसैले यसमा मलाई लाग्छ त्यस्तो खासै कन्फ्युजन छैन भाइ बहिनीहरूलाई त्यसैले म अगाडि बढिरहेको छु सरसर्ती है कहीँनिर केही समस्या छ भने मलाई भन्नु होला फेरि ल अब अगाडि बढौँ है अब 5 को 9 नम्बरमा पृथ्वी र सूर्य बीचको गुरुत्वाकर्षण बल यहाँ हामीलाई दिएको छ त्यो लेखौँ पहिला है सँगसँगै लेख्नुहोस् पृथ्वी र सूर्य बीचको गुरुत्वाकर्षण बल सूर्य बीचको गुरुत्वाकर्षण बल है F बराबर कति छ F बराबर हाम्रो 3.54 into 3.54 into 10 को पावर 22 न्युटन छ ल यो भयो है यति अब अर्को पृथ्वी र सूर्यको दुईटैको पिण्ड दिएको छ है मास अफ अर्थ पनि छ हामीसँग मास अफ सन पनि छ पृथ्वीको पिण्ड m1 इक्वल टु हामीसँग छ यहाँनिर कति छ भन्दाखेरि 5.972 into 10 को पावर 24 केजी 24 केजी छ यो अनि त्यसपछि सूर्यको मास अफ सन हाम्रो m2 इक्वल टु छ कति 2 into 10 को पावर 30 केजी है यो छ 2 into 10 को पावर 30 केजी छ त्यसपछि फेरि छ भने यी दुई बीचको दूरी कति छ भन्ने निकाल्नु पर्ने छ है मतलब हामीलाई पृथ्वी र सूर्य बीचको दूरी चाहिएको छ पृथ्वी र सूर्य बीचको डिस्टेन्स बिट्विन सन एन्ड अर्थ बीचको दूरी d बराबर वाट है अब त्यही फर्मुला लगाउने है यसमा पनि भाइ बहिनीहरू यसमा त्यही फर्मुला लगाउनुहोस् है F इक्वल टु जी m1 m2 by d स्क्वायर त्यही फर्मुला लगाउनुहोस् अनि आउँछ हाम्रो यहाँ पनि हेरौँ ल F इक्वल टु जी m1 m2 by d स्क्वायर
अब कतिपय भाइ बहिनीहरूलाई लागिरह होला यहाँ सरले वी नो द्याट एज वी नो के लेख्नु भएको छैन, त्यो नलेखि नि हुन्छ, तपाईँले हिसाब गरेको नम्बर पाउने हो, त्यो एज वी नो लेखेको नम्बर पाउनुहुन्न कि, त्यसैले मैले लेखिरहेको छैन है। सरस्वती फटाफट लेख्नु, त्यो धेरै टाइम वेस्ट गर्नु हुँदैन इक्जाममा, बुझ्नुभयो नि कुरा है। त्यसैले यो गरेँ मैले। अब मान राखिदिनुहोस्, यहीँनिरबाट तपाईँले डीको पहिला फर्मुला निकालिहाल्नु, त्यसपछि मान निकाल्नु ल। के गर्नुहोस् भन्दाखेरि यो डी स्क्वायर यहाँ हरमा छ, यता क्रस गर्नुभयो भने यो डी स्क्वायरलाई यहाँ पठाइदिनुहोस्, यो एफको ठाउँमा, यो एफलाई यहाँ डीको ठाउँमा लिएर आउनुहोस्। भनेपछि के हुने हो त, डी स्क्वायर बराबर हाम्रो फर्मुला भन्दाखेरि जी m1 m2 बाई कति हुने भयो, एफ हुने हो है। अब तपाईँले डी बराबर फर्मुला के भयो त, त्यसो भए रुट ओभर स्क्वायर रुट के हुने भयो, जी m1 m2 बाई एफ हुने भयो है, यति हुने भयो। अब यसलाई तपाईँहरूले मान राखिदिनुहोस् यहाँनिर है, मान राखौँ ल। डी बराबर मान राखौँ हामीले यो स्क्वायर रुटभित्र, मान राखौँ कति आउँछ। जी को मान हामीलाई थाहा छ सबैलाई 6.67 इन्टु 10 को पावर -11 है। m1 को मान हामीसँग थाहा छ हामीलाई, m1 को मान राख्नुहोस् इन्टु 5.972 इन्टु 10 को पावर 24। त्यसै गरी फेरि अब अर्को m2 को मान राख्नुहोस् 2 इन्टु 10 को पावर कति 30 है। यहाँनिर अलिकति त्यो अट्याच छैन, त्यहाँ बुझ्नु होला है ल। 2 इन्टु 10 को पावर 30 छ, यो भयो। अब यसपछि f को मान कति छ हामीसँग 3.54 इन्टु 10 को पावर 22, 3.54 इन्टु 10 को पावर 22 छ ल। अब यहाँ पनि के गर्ने, त्यसै गरी यहाँ पनि है, मैले पटक भनिरहेको छु भाइ बहिनीहरूलाई, माथिको मान पहिला क्यालकुलेटर गर्नुहोस् है, क्यालकुलेटरमा थिच्नुहोस् मजाले, जुन अङ्क आउँछ त्यो अङ्कलाई डिभाइड गर्ने, तर डिभाइड गर्दा के गर्ने, यहाँनिर यसलाई चाहिँ के गर्ने, ब्र्याकेटमै राखेर गर्ने है। ब्र्याकेटमा राखेर गर्नुभयो भने इजिली तपाईँको आउँछ, होइन भने तपाईँले आएको अङ्कलाई 3.54 इन्टु 10 को पावर 20 डिभाइड गर्नु, ब्र्याकेट नराखिकन गर्नु बिग्रिन्छ कि, त्यसैले यो गर्नुहोस् है। यो सबै गर्नुभयो भने तपाईँको त्यसपछि आएको मानलाई है यहाँ कति आउँछ भन्दाखेरि 2.25 एकैछिन ल, यहाँ कति आउँछ मैले क्यालकुलेट गर्छु, यसमा कति आउँछ भन्दाखेरि तपाईँहरूले यसलाई मल्टिप्लाई गरेर डिभाइड गर्नुभयो भने 2.250 अब पोइन्ट पछिको दुईवटा अङ्क मात्रै लेखिने हुन्छ, 2.25 इन्टु 10 को पावर 22 है, 2.25 इन्टु 10 को पावर 22 आउँछ। यसलाई अब रुटबाट बाहिर निकाल्नुभयो भने कति हुने हो त, अब यो त हामीलाई थाहै छ 2.25 भनेको 15 को स्क्वायर 1.5 को स्क्वायर भएको 1.5 इन्टु अनि यो 22 भएकोले 11 है, यो यसले के भयो त मिटरमा। डी बराबर कति आयो त 1.5 इन्टु 10 को पावर 11 मिटर आयो, यो डिस्टेन्स भयो है। यसलाई चाहिँ तपाईँहरूले यति लेख्नुहोस्। यतिलाई कपीमा नोट डाउन गर्नुहोस् त पहिला, त्यसपछि हामी अगाडि बढौँ है। तबसम्म 6 नम्बर क्वेसन हेर्दैछु, तपाईँहरूले पनि यसलाई जसले गर्न सक्नुहुन्छ आफै उहाँले चाहिँ अगाडि 6 नम्बर क्वेसन हेर्दै गरौँ। चन्द्रमाको पिण्ड 7.342 इन्टु 10 को पावर 22 केजी छ। पृथ्वी र चन्द्रमा बीचको औसत दूरी 384400 km छ है, 3,84,400 किलोमिटर छ भने चन्द्रमाले पृथ्वीको प्रति किलोग्राम है पानीमा लगाउने बलको हिसाब गर्नु। यहाँ पनि हामीलाई गुरुत्वाकर्षण बल लगाउनु पर्नेछ। म यो भाइ बहिनीलाई अलिकति बुझाइदिन्छु, आफै गर्नु होला घरमा ल। म एकदम सजिलो फर्मुला मात्रै भनिदिन्छु र यसलाई सरस्वती मैले यहाँनिर m1 m2 डी गरेर गर्छु है, यो सबै लेख्दैन ल। यसलाई अलिकति यो सार्नुभयो होला ल है, यसलाई सार्नुहोस्। अब म यसलाई यो 6 नम्बर क्वेसनमा तपाईँहरूलाई धेरै यो सबै भाषा पुरै मिलाएर लेख्दैन, यहाँनिर 6 नम्बरमा 5 को 6 मा तपाईँहरूले यसलाई के गर्नुहोस् भन्दाखेरि चन्द्रमाको पिण्डलाई m1 मानिदिनुहोस् है,
चन्द्रमाको पिण्डलाई m1 मानिदिनुहोस् अनि हामीलाई वस्तुको तौल है प्रति के भने चन्द्रमाले पृथ्वीको प्रति किलोग्राम पानीमा है मतलब पृथ्वीमा पानी छ त्यो पानीको प्रति किलोग्राममा कति बल लगाउँछ भनेर छ मतलब पानीको पिण्डलाई हामीले वस्तुको पिण्ड मानेर के गर्ने 1 केजी मान्ने है चन्द्रमाको पिण्डलाई तपाईँले चन्द्रमाको पिण्ड m1 मानिदिनुहोस् है यो तपाईँको यहाँ दिएको छ कति भन्दाखेरि 7.342 7.342 into 10 को पावर 22 केजी 22 केजी छ अनि पानीको पिण्ड कति छ पृथ्वीमा भएको पानीको पिण्ड है पानीको पिण्डलाई तपाईले m2 मानिदिनुहोस् यसैलाई हामीले मानेर यहाँ तौल निकाल्ने कुरा हो कि किनभने वस्तुमा लगाउने पृथ्वीले कुनै पनि वस्तुमा लगाउने बल नै के हो त तौल हो है यसलाई सर्कलमा बुझ्दाखेरि यसरी तौल कति छ तौल भन्दा पानीको पिण्ड कति छ 1 केजी छ अनि दूरी है मैले यहाँ सर्कलमा लेखेँ दूरी मात्रै लेखेँ d बराबर कति भन्दाखेरि 384400 km मा छ है यसलाई मिटरमा लैजानुस् 3844,000 into 1000 गर्नुस् भनेपछि यसलाई यतिकै लेख्नुस् 384444 अनि यो दुईटा यो तीनटा पाँचवटा जिरो है यो मिटरमा भएको ल यसलाई तपाईले त्यो वैज्ञानिक संकेतमा लेख्नु पर्दैन यतिकै लेख्दिनुस् यो अब यसपछि तपाईले f निकाल्ने हो f निकाल्ने भनेकै तपाईको के फर्मुला g m1 m2 by d स्क्वायर है मैले यहाँ सर्टकटमा गरे g को भ्यालु राखिदिनुस् 6.67 into 10 to power minus 11 into m1 को भ्यालु राखिदिनुस् 7.342 into 10 to power 22 अनि यो पिण्डलाई कति 1 मान्ने है यहाँनिर प्रति किलोग्राम भनेको 1 केजी भन्दा खोजेको भाइ बहिनीहरु याद चाहिँ हुर्किनुहुन्छ प्राय कोही पृथ्वी चन्द्रमाले पृथ्वीको प्रति किलोग्राम पानीमा भनेको हुनाले यो अनि डी भनेको चाहिँ कति छ भन्दाखेरि 3844 अनि 5 वटा शून्य है यसलाई स्क्वायर गरिदिनुस् जति आउँछ त्यही नै आन्सर भएको तपाईले है यो हाम्रो जति आउँछ त्यही नै के हो त आन्सर भयो तपाईले यसलाई हेर्न सक्नुहुन्छ ल गर्नुस् त क्याल्कुलेसन कति हुन्छ गरौँ कति आयो ट्याक्कै किताबसँगै मिल्यो हैन कहिलेकाहीँ किताबको क्वेसन गल्ती हुन सक्छ अरे आन्सर गल्ती हुन सक्छ क्वेसन भन्दा सरी तपाईहरुको किताबको आन्सर कहिलेकाहीँ गल्ती हुन्छ जस्तै तपाईको ग नम्बरको क्वेसनको गल्ती थियो नि त है आन्सर यहाँ कति आयो भन्दाखेरि ठ्याक्कै मिलेको छ हैन ल 3.314 into 10 to the power 5 into 10 to the power minus 5 है minus 5 यहाँनिर ल्याएको छ हेर्न सक्छु 3.314 into 10 to the power minus 5 न्युटन है यो न्युटन एकाइ लेख्न चाहिँ नबिर्सिनु होला नि फेरि है एकाइ लेख्न नबिर्सिनु होला ल यो भयो अब 6 नम्बर क्वेशनमा छौं है हामी चन्द्रमाको पिण्ड दिएको छ अर्धव्यास दिएको छ यो पनि एकदमै सजिलो छ है यो पनि एकदमै सजिलो छ यो सजिलो के देखाइदिनु पर्यो एकैछिन हेर न त एकैछिन सारिहाल ल यसलाई छिटो ल अगाडि बढौँ है फेरि नजाइएन के अब 6 नम्बर क्वेशनमा जाउँ हामी 5 को 6 मा है पेज नम्बर कति 195 मा अहिले हामी छौं 6 नम्बरमा चन्द्रमाको पिण्ड छ अब यो एकदमै सजिलो क्वेशन छ तपाईहरुलाई चन्द्रमाको पिण्ड दिएको छ अर्धव्यास दिएको छ गुरुत्व प्रवेग निकाल्नु पर्ने छ अब मैले पटक तपाईहरुलाई गुरुत्व प्रवेग निकाल्नको लागि हामीले क्लासमा पनि कुरा गरेका छौं g बराबर gm/r² यो कसरी भएको छ भन्ने कुरा प्रमाणित पनि गरेका छौं हामी क्लासमा अब यसको भिडियो मैले लिएर आउने छु लगत्तै है केही समय पर्खिनु होला म भिडियो लिएर आउँछु मज्जाले यो बल पार्टको पुरै पार्ट 1 पार्ट 2 गरेर पुरै लिएर आउने छु तपाईलाई गाह्रो लाग्छ भने पनि एकदमै यो च्यानलमा जोडिनुस् है डिभाइस साइन्स टिचरको च्यानलमा तपाईहरु जोड्नुस् सब्स्क्राइब गर्नुस् लाइक कमेन्ट साथीहरु बिच एकदमै शेयर गर्नुस् यसलाई तपाईहरुलाई लाग्ने जति पनि गाह्रो विषयहरु छ सबै कमेन्टमा राख्नुस् म तिनीहरुको सबैको भिडियो विस्तारै बनाएर ल्याउँछु तपाईहरुलाई एकदमै सजिलो बनाउने छु र यो 2082 को एसई मा तपाईहरुले एकदमै राम्रो गर्नुपर्छ साइन्स विषयमा
है ल g इक्वल टु gm/r²। यो गुरुत्व प्रवेग निकाल्ने सूत्र तपाईहरुले 6 नम्बर क्वेशनले गर्न सक्नुहुन्छ मजाले। यहाँ चन्द्रमाको पिण्ड दिएको छ हामीलाई, हेर्नुस् है हियर चन्द्रमाको पिण्ड है, चन्द्रमाको पिण्ड m1 है, यसलाई क्यापिटलले मानौँ है, क्यापिटलले नै सपोज गरौँ, m मात्रै मानौँ, सरी है, m मात्रै मानौँ, किनभने अब हामीलाई m1 m2 चाहिएको छैन, m1 मात्रै मानौँ। हामीसँग कति छ, यो 7.342 मैले तल लेखेँ, उतातिर त्यो फर्मुला राखेको छु, 7.342 इन्टु 10⁻22 kg है, यो भयो 7.342 अनि अर्धव्यास है, अर्धव्यास हामीलाई दिएको छ r बराबर। कहिलेकाहीँ क्वेशनमा तपाईलाई व्यास दिन सक्छ, कहिलेकाहीँ व्यास दियो भने त्यसलाई 2 ले भाग गरिदिने है, 2 ले डिभाइड गरिदिनुस् अनि त्यसलाई के गर्ने अर्धव्यास मान्ने है। ल यहाँ व्यास दिएकै छ हामीलाई, यो पनि किलोमिटरमा छ, 1737 किलोमिटर छ। यसलाई पनि मिटरमा लैजानुस्, 37 यसलाई 1000 ले मल्टिप्लाई गर्नुस्, कति भयो त 1737 अनि यो मिटर भयो है। यसलाई यतिकै राख्नुस्, वैज्ञानिक सङ्केतमा लेखिराख्नु पर्दैन है, यही राख्नु। अब फर्मुला लगाइदिनुस् है, एचबी हामीलाई थाहा छ गुरुत्व प्रवेग बराबर भाट हो, गुरुत्व प्रवेग बराबर भाट, जी बराबर भाट हामीलाई थाहा छ, जी इक्वल टु के gm/r² है। मान राखिदिनुस् यहाँनिर, अब मान राखौँ ल, जी बराबर के हो त 6.67 इन्टु 10⁻11 अनि m को मान हामीसँग m को मान छ 7.342 इन्टु 10⁻22 है, अपन r², r कति छ हामीसँग 1737 अनि यो स्क्वायर गर्नुस् है। यसलाई गरिदिनुस्, जति आउँछ त्यही तपाईको आन्सर। यो गर्नुस्, पहिला मैले फटाफट भनिरहेको छु तपाईहरुलाई। अब यहाँ चाहिँ ब्र्याकेट नराखे नि हुन्छ, डाइरेक्ट यो 1737 तीनवटा जिरोको स्क्वायर गरिदिनुस्, आइहाल्छ आन्सर। जब मल्टिप्लाई साइन हुन्छ नि, याद राख्नु होला, जब यो हरमा अथवा डिनोमिनेटरमा तपाईको जब मल्टिप्लाई साइन हुन्छ त्यति बेला तपाईहरुले तलको यो भ्यालुलाई ब्र्याकेटमा राखेर बल्ल डिभाइड गर्नु होला कि है। यो कति आउँछ तपाईको 6 ठ्याक्कै 1.63 अथवा 62 आउँछ। अब यहाँ 63 दिएको छ, केही फरक पर्दैन, 1.62 मिटर पर सेकेन्ड स्क्वायर यो हामीलाई थाहा छ। चन्द्रमाको गुरुत्व प्रवेग 1.67 मिटर पर सेकेन्ड स्क्वायर हामी पढेका छौँ, त्यसकै नजिकको भ्यालु आएको छ। यसलाई नोट डाउन गर्नुस् है। ल बुझिरहेछ नि है, बुझिरहेछ ल, यस। नबुझेको खण्डमा मलाई सोध्नुस् है, कहाँनिर बुझ्नु भएको छैन सोध्नु होला फेरि। यो बलपार्कको न्युमेरिकल गाह्रो केही छैन, भाइ बहिनीले नबुझेर मात्रै हो क्वेसनहरुमा है, तपाईले फर्मुलालाई अलिकति एप्लाई गर्न नसक्नु भएको मात्रै हो। यसलाई एक दुई पल्टको यो भिडियोलाई मजाले हेर्नु होला, सक्नुहुन्छ गर्न है, केही गाह्रो छैन। र हाम्रो यो किताबमा भएको क्वेसन्सहरु गरिसक्नुभयो भने यति क्वेसनले तपाईहरुलाई मजाले पुग्छ। र केही थप क्वेसन्सहरु 2080-81 मा आएको क्वेसन्सहरु, 80 मा आएको क्वेसन्सहरु पनि हामी गरौँला पछि। कहिलेकाहीँ के गर्छ भन्दाखेरि भाइ बहिनीहरु के याद राख्नुस् भन्दा, यो पृथ्वीको अर्धव्यास चाहिँ दिँदैन कहिलेकाहीँ है। 2080 को 80 को क्वेसनमा त्यस्तै थियो, पृथ्वीको अर्धव्यास तपाईहरुलाई दिँदैन, त्यति बेला तपाईहरुले पृथ्वीको अर्धव्यास आफैले थाहा पाएर लेख्नुपर्छ है। थाहा पनि पाइराख्नुस्, किताबमा छ है, त्यसलाई याद गर्नुस्। पृथ्वीको अर्धव्यास कति छ भन्ने कुरा याद राख्नुस्, 64 कति छ रे, हेर त कति छ पृथ्वीको अर्धव्यास हाम्रो कति छ। कतै तपाईहरुले 6371 पाउनुहुन्छ, कतै 64400 पाउनुहुन्छ है। अब तपाईले 64400 राख्दा बेटर। पृथ्वीको अर्धव्यास 6371 किलोमिटर है, त्यो पनि मिटर किलोमिटरमा हुन्छ है, त्यो चाहिँ राख्नु होला। पृथ्वीको अर्धव्यास तपाईले याद गर्नु हो भने मिल्छ है। पृथ्वीको अर्धव्यासको मान चाहिँ 6371 किलोमिटर राख्दा भनेको छ हाम्रो किताबमा चाहिँ त्यति छ। यो चाहिँ राख्नुपर्छ है, तपाईहरुलाई याद गर्नुपर्छ 6371 किलोमिटर। यसलाई मिटरमा लगेर याद गर्नु होला, कहिलेकाहीँ दिँदैन। 2080 को पेपरमा यस्तै क्वेसन गराएको थियो,
सबै भ्यालु दिएको छ, त्यहाँ पृथ्वीको अर्ध व्यास नै दिएको छैन अनि विद्यार्थी एकदमै कन्फ्युज भए है। अनि इक्जाममा त प्रेसर हुन्छ, बिग्रिने चान्स बढी हुन्छ, त्यसैले तपाईँहरूले यो भ्यालु याद राख्नु होला। पृथ्वीको अर्ध व्यास यहाँ किताबमा चाहिँ हाम्रो दिएको छ 6371 किलोमिटर है। ल अब अगाडि बढौँ ल है, सार्नु भयो होला, अगाडि बढौँ। म त्यो क्वेसन गरौँला है, एसीको 80मा आएको क्वेसनलाई हामी गरौँला। अब क्वेसन नम्बर हामी कतिमा पुग्यौँ, जमा है, जमा हेरौँ ल। अब जमा के भनेको छ, पृथ्वीको पिण्ड दिएको छ हामीलाई, चन्द्रमाको व्यास दिएको छ है, चन्द्रमाको व्यास दिएको छ, मैले तपाईँलाई अघि नै भन्थेँ नि, यदि व्यास दियो भने त्यसलाई के गर्ने, 2 ले भाग गर्ने। यदि पृथ्वीलाई खाँदेर चन्द्रमा जत्रो पारियो भने नयाँ बन्ने पृथ्वीमा गुरुत्व प्रवेगको वास्तविक पृथ्वीको भन्दा कति गुणा परिवर्तन हुन्छ ल हेरौँ है। अब के भनेको छ क्वेसनले, हामीलाई पृथ्वीको पिण्ड दिएको छ है, 5 को जमा, 5 को जमा। यो जहिले पनि के याद राख्नुहोस् भन्दाखेरि भाइ बहिनीहरू, पृथ्वीको पिण्ड त यहाँ दियो होइन। अब यो पृथ्वीलाई खाँदेर चन्द्रमा जत्रो पार्ने बित्तिकै पिण्ड कहिले पनि घरबड हुँदैन के है, पिण्ड परिवर्तन हुँदैन, पिण्ड नेभर चेन्ज है, मास नेभर चेन्ज। यो पिण्ड नेभर चेन्ज मतलब मास नेभर चेन्ज, मास कहिले पनि चेन्ज हुँदैन कि। त्यसैले यो पिण्ड चाहिँ तपाईँहरूको त्यो पृथ्वीलाई जतिसुकै सानो पारोस् या ठुलो पारोस् है, त्यो परिवर्तन हुँदैन है। अब त्यसैले पृथ्वीलाई खाँदेर चन्द्रमा जत्रो पारियो भने चन्द्रमाको पिण्ड राख्ने होइन, यहाँ पृथ्वीकै पिण्ड राख्ने हो। पृथ्वीको पिण्ड जति छ तपाईँको, पृथ्वीको पिण्ड एम बराबर यहाँ कति छ 5.972 5.97 इन्टु 972 इन्टु 10 को पावर 24 केजी छ। यो चाहिँ नो चेन्ज है, यो चेन्ज हुँदैन, यसलाई यतिकै राख्नुहोस् है। अब चन्द्रमाको व्यास दिएको छ, चन्द्रमाको व्यास हो तपाईँको यो व्यास दिएको छ। जब पृथ्वीलाई यो चन्द्रमा जति पारिन्छ नि, त्यति बेला यो पृथ्वीको व्यास पनि यो चन्द्रमाको व्यास जत्रै हुन्छ, किनभने पृथ्वीलाई चन्द्रमा जत्रो पारिएको छ है। पृथ्वी यत्रो ठुलो छ हाम्रो, अब चन्द्रमा यत्रो छ भने के गर्यो, पृथ्वी यत्रो ठुलो पृथ्वीलाई के गर्यो, यत्रो पारियो होइन। मतलब त्यसको चन्द्रमाको अर्ध व्यास र पृथ्वीको अर्ध व्यास, अथवा यहाँ क्वेसनले व्यास भनेको छ तर हामीले अर्ध व्यास निकाल्नै पर्छ कि, व्यास भनेको भए पनि हामीले के निकाल्न पर्छ, अर्ध व्यास निकाल्न पर्छ। त्यसैले चन्द्रमाको अर्ध व्यास जति आउँछ त्यो नै पृथ्वीको अर्ध व्यास मानेर हामीले हिसाब गर्ने हो है। नयाँ बन्ने जुन पृथ्वी हुन्छ नि, खाँदेर बनाएको पृथ्वी हुन्छ हो, त्यसको अर्ध व्यास पनि त्यति नै हुन्छ। यो व्यास लेख्नु पहिला 3474 है, 3474 किलोमिटर छ। यसलाई 2 ले भाग गरिदिनुहोस् अनि हाम्रो आउँछ अर्ध व्यास। चन्द्रमाको अर्ध व्यास लेख्नु, चन्द्रमाको अर्ध व्यास, चन्द्रमाको अर्ध व्यास तपाईँले आर बराबर यसलाई डिभाइड गरिदिनुहोस्, 3474 किलोमिटरलाई 2 ले भाग गर्नुहोस् है, कति आउँछ गर्नुहोस् त। 3.74 लाई 2 ले भाग गरौँ, 3474 डिभाइड बाई 2 गर्दाखेरि 1737। ल यो सजिलो पनि छ, 17 17 17 37 37 यो किलोमिटर है। यसलाई मिटरमा लैजानुहोस्, 37 इन्टु के गर्ने अब यसलाई 1000 मल्टिप्लाई गर्नुहोस्, कति भयो, सरी है, यहाँनिर यो गर्नु हुँदैन, सरी एउटा 0 राख्दिएँ ल। यो मिटरमा आयो है, यो मिटरमा यो भयो। यति भएपछि अब के गर्ने, हामीले जी बराबर लगाइदिने। त्यो जी के हुन्छ, नयाँ बन्ने पृथ्वीको हुन्छ। नयाँ पृथ्वी लेखौँ है, नयाँ पृथ्वीको गुरुत्व प्रवेग, नयाँ पृथ्वीको गुरुत्व प्रवेग जुन पृथ्वी सुरुमा थियो त्यसलाई खाँदेर चन्द्रमा जत्रो पारिएको छ, यसलाई तपाईँले जी माइनस जी ड्यास है, वाट। अब जी ड्यास होस् चाहे जी बराबर होस्, फर्मुला त्यही नै हुन्छ, जिएम बाई आर स्क्वायर। कुनै नयाँ फर्मुला आउँदैन, यहाँ मान्दा 6.67 इन्टु 10 को पावर -11 अनि एमको मान हाम्रो कति हुनेको त्यही नै हुने भयो, 5.972 इन्टु 10 को पावर 24 है। अपन आर कति छ हाम्रो, आर कति छ 1737 अनि यो स्क्वायर है। यो गर्नुहोस्, अब यसलाई हिसाब गर्नु भने यतिलाई तपाईँले हिसाब गर्नुभयो भने, यतिलाई तपाईँले हिसाब गर्नुभयो भने कति आउँछ हाम्रो, क्याल्कुलेट गरौँ ल। लगाउनुहोस् त सबैजनाले छिटो लगाउनुहोस्, कति आयो
132 कति आयो रे 132.05 मिटर पर सेकेन्ड स्क्वायर आयो ल यति आयो है यो नयाँ पृथ्वीको आयो अब क्वेशनले फेरि के भनेको छ 132.05 आयो क्वेशनले के भनेको छ वास्तविक पृथ्वीको भन्दा कति गुणा परिवर्तन हुन्छ ल हाउ मेनी टाइम्स चेन्ज हुन्छ भनेको छ क्वेशनले कति गुणा परिवर्तन हुन्छ ल यसलाई यतै हेर्नुहोस् है यहाँनिर अर्को पेजमा किन त हामी गुणा कति गुणा परिवर्तन हुन्छ भनेको छ परिवर्तन गुणा लेखौँ ल यसलाई अलिकति भाषा मिलाउँदाखेरि परिवर्तन गुणा लेखौँ कति भन्दा आएको मानलाई वास्तविक पृथ्वीको कति छ वास्तविक पृथ्वीको कति छ हामीलाई थाहा छ मैले लेखिन यहाँनिर वास्तविक पृथ्वीको कति छ 9.8 है त के गर्ने 132.05 लाई 132.05 लाई 9.8 ले डिभाइड गर्ने है यो 9.8 के वास्तविक पृथ्वीको हो नि त हामीलाई 9.8 मिटर पर सेकेन्ड स्क्वायर थाहा छ नि त हो त्यो मान राख्ने अब यहाँनिर 132.05 लाई तपाईले यहाँनिर डिभाइड गर्नुहोस् है कति हुन्छ गर्नुहोस् त 13.47 आउँछ ट्याक्कै आउँछ ल गर्नुहोस् है 13.47 132.05 divided by 9.8 ल 13.47 कति आयो 13.47 है 13.47 यति टाइम्स के हुन्छ परिवर्तन हुन्छ वास्तविक पृथ्वीको भन्दा यति टाइम्स के हुन्छ परिवर्तन हुन्छ ल यो लेख्नुस् यति र यति सार्नुस् त अब जहान नम्बर रही पढौँ क्वेशन जहान नम्बर क्वेशन के छ मंगल ग्रहको पिण्ड 6.4 into 10 को पावर 23 केजी छ र अर्ध व्यास दिएको छ हामीलाई यसको गुरुत्व प्रवेगको हिसाब गर्नुहोस् र मंगल ग्रहको सतहमा 200 केजी वस्तुको तौल कति हुन्छ भनेको छ ल हेरौँ है यो पनि एकदमै सजिलो छ यो पनि केही गाह्रो छैन यो सार्नु भयो होला है मैले म अगाडि बढेँ अब जहान नम्बर 5 को जहान यहाँ एकदम सजिलो छ यो पनि मंगल ग्रहको पिण्ड लेख्नुस् यहाँनिर मंगल ग्रहको पिण्ड m1 m मात्रै लेख्नुस् है m मात्रै क्यापिटल गरिदिनुस् स्मल गरेर केही फरक पर्दैन है अब हुन त अब हामीले वस्तुको पिण्डलाई स्मलले जनाइरहेको छौँ त्यसैले क्यापिटलै लेख्नुस् है सकभर क्यापिटल लेख्नुस् तर कुनै आत्नु पर्दैन त्यहाँ त पिण्डलाई जनाउने कुरा हो है 6.64 into 10 को पावर कति छ 23 केजी 23 केजी यो मंगल ग्रहको पिण्ड भयो अर्ध व्यास दिएको छ हामीलाई अर्ध व्यास r बराबर कति छ 3389 किलोमिटर 3389 किलोमिटर छ यो मिटरमा जान्छ है 3389 into 1000 गर्नुस् यो मिटरमा गयो कति हो 3389 यो मिटर आयो है ल अब यसपछि वस्तुको मंगल ग्रहको सतहमा 200 केजी वस्तुको पिण्ड दिएको छ हामीलाई हैन वस्तुको पिण्ड दिएको छ वस्तुको पिण्डलाई तपाईले स्मल एमले देखाइदिनुस् यहाँ जनाइदिनुस् कति छ 200 केजी छ 200 केजी छ है पहिला गुरुत्व प्रवेगको हिसाब गर्न भनेको हुनाले पहिला हामी गुरुत्व प्रवेगको हिसाब गरौँ हैन भने डाइरेक्ट पनि गर्न सकिन्छ वस्तुको तौल बराबर है यो फर्मुला लगाएर w बराबर g क्यापिटल M स्मल m बाइ r स्क्वायर गरेर वस्तुको तौल मात्रै सोधेको भए तपाईले डाइरेक्ट लगाउन सक्नुहुन्थ्यो यो w बराबर gm बाइ r स्क्वायर गरेर है तर यहाँ क्वेशनले पहिला गुरुत्व प्रवेगको हिसाब गर्न भनेको हुनाले पहिला हामी गुरुत्व प्रवेगको हिसाब गरौँ है गुरुत्व प्रवेग g बराबर के भयो त gm बाइ r स्क्वायर मान राखौँ 6.67 into 10 to power -11 अनि यो कति छ हाम्रो
6.64 into 10 को पावर 23 अपन r स्क्वायर कति छ हाम्रो r भनेपछि 3389,000 को स्क्वायर है। यसलाई मैले वैज्ञानिक संकेतमा नलेख्नु भनिरहेको छु। वैज्ञानिक संकेतमा लेख्दाखेरि विद्यार्थीहरु चाहिँ भाग गर्दा के ब्र्याकेट नराखेर हिसाब गरिन्छ अनि बिग्रिन्छ के, त्यसैले त्यो नगर्नुस् है। वैज्ञानिक संकेतमा छ त्यही लेख्नुस्, छैन भने नराख्नुस्, आफूले किन बेकारको झन्झट गर्ने है। ल अब यसलाई क्याल्कुलेट गर्नुस् है। यसलाई क्याल्कुलेट गर्नु हो भने ठ्याक्कै तपाईको 3.75 आउँछ ल। मैले क्याल्कुलेट गरे यता है, तपाईले पनि गर्नुस् है। ल गर्नुस्, यो गर्नु भने तपाईको ठ्याक्कै आउँछ मान 3.75 3.7 समथिङ आउँछ। त्यो 3.75 नै मानेर गर्नुस् यसलाई। 3.71 कति आउँछ यो है, मैले हिसाब गर्दाखेरि 3.71 आएको छ। 3.71 मिटर पर सेकेन्ड स्क्वायर। किताबमा 3.75 छ, नजिक नजिकको भ्यालु छ, केही फरक पर्दैन है। ल 3.75 मिटर पर सेकेन्ड स्क्वायर आयो। अब यसलाई पिण्ड निकाल्न भनेको छ, सरी तौल निकाल्न भनेको छ। वस्तुको तौल, वस्तुको तौल बराबर हामीले फर्मुला के पढाएको छौं, W बराबर m into g है। वस्तुको तौल हामीले के पढाएको छौं, W बराबर m into g। मान राखौं, m को मान हामीसँग 200 छ अनि g को मान हामीसँग 3.71 छ। अब यो हिसाब गर्नु भने कति आउँछ, 742 आउँछ। अब यहाँ 742 न्युटन आयो। तर तपाईको किताबमा 3.75 दिएको हुनाले 3.75 मिटर पर सेकेन्ड स्क्वायर भ्यालु दिएको हुनाले त्यहाँ 750 न्युटन आएको छ। केही फरक पर्दैन, त्यो लेख्नुस् है। 742 न्युटन आयो वस्तुको तौल। अब यहाँ नम्बर क्वेशनमा है, ल यो लेख्नुस् है पहिला, त्यसपछि यहाँ नम्बरमा म क्वेशन पढिरहेको छु। तपाईले सबैले पनि यसो गर्न सक्ने मान्छेले गरिराख्नुस्। पृथ्वीमा गुरुत्व प्रवेग 9.8 मिटर पर सेकेन्ड स्क्वायर हुन्छ। यदि बृहस्पतिको पिण्ड पृथ्वीको पिण्डको 319 गुणा छ र यसको अर्धव्यास पृथ्वीको भन्दा 11 गुणा छ भने बृहस्पतिमा हुने गुरुत्व प्रवेगको हिसाब गर्नुहोस्। उक्त ग्रहमा 100 केजी पिण्डको तौल कति हुन्छ भनेछ। हेर्नुस्, पृथ्वीमा गुरुत्व प्रवेग दियो हामीलाई, पृथ्वीमा गुरुत्व प्रवेग कति हुन्छ त्यो दिएको छ। अनि त्यसपछि के भनेको छ, वस्तुको पिण्ड दिएको छ हामीलाई है। उक्त ग्रहमा वस्तुको पिण्ड दिएको छ 100 केजी। अनि क्वेशनले के भनेको छ फेरि हामीलाई, यदि बृहस्पतिको पिण्ड पृथ्वीको पिण्डको 319 गुणा छ भनेको छ है। बृहस्पतिको पिण्ड पृथ्वीको पिण्डको 319 गुणा छ र यसको अर्धव्यास पृथ्वीको भन्दा 11 गुणा छ। अर्धव्यास है कसको, बृहस्पतिको। भने बृहस्पतिको हिसाब गर, बृहस्पति गुरुत्व प्रवेगको हिसाब गर्नुहोस्। उक्त ग्रहमा भनेपछि बृहस्पति ग्रहमा 100 केजी पिण्डको तौल कति हुन्छ। ल हेरौँ ल, यसलाई गरौँ न, यसलाई फटफट गरिहालौँ। ल पृथ्वीको गुरुत्व प्रवेग दिएको छ, यो सार्नुभयो होला है, सार्नुभयो सबैजनाले, सार्नुभयो नि। ल सार्नुभयो। अब यसलाई म अगाडितिर पढेँ, यो यहाँ नम्बर क्वेशन गरिहालौँ। अलिकति यहाँ विद्यार्थीहरूलाई यो क्वेशन अलिक गाह्रो लाग्छ, म यसलाई सजिलै बुझाउँछु। हेर्नुहोस् है, यहाँनिर यहाँ हामीलाई दिएको छ पृथ्वीको गुरुत्व प्रवेग। लेखौँ पहिला, पृथ्वीको गुरुत्व प्रवेग, पृथ्वीको गुरुत्व प्रवेग है। पृथ्वीको गुरुत्व प्रवेग यो जी अर्थ लेखेँ मैले, जीई लेखेँ। जीई भनेको एक्सेलरेसन ड्यू टु ग्राभिटी अफ अर्थ भन्न खोजेको। जीई लेखेँ कति, 9.8 मिटर पर सेकेन्ड स्क्वायर है। ल अब तपाईहरुले के गर्नुस् भन्दाखेरि पृथ्वीको पिण्डलाई, पृथ्वीको पिण्ड हामीलाई थाहा छैन है, पृथ्वीको पिण्ड त हामीलाई थाहा छैन। पृथ्वीको पिण्ड हामीलाई थाहा छैन, पृथ्वीको पिण्ड थाहा छैन भने तपाईहरुले पृथ्वीको पिण्डलाई यहाँनिर थाहा छैन भने पृथ्वीको पिण्ड हामीलाई दिएको छैन। पृथ्वीको पिण्ड नदिएको हुनाले अब पृथ्वीको पिण्ड हामीलाई यहाँ थाहा हुनु पर्यो है। अब 5.972 हामीले अघिदेखि प्रयोग गर्दै आइरहेको छौँ पृथ्वीको पिण्डलाई, त्यसैलाई हामीले यहाँनिर प्रयोग गरौँ। हैन भने यो हिसाब यसलाई अर्को तरिकाले गर्दा नि हुन्छ।
ल त्यो नमानेर पो गरे पनि हुन्छ है। मतलब भनेको मैले तपाईँलाई के भने भन्दाखेरि त्यो पृथ्वीको पिण्ड तपाईँले याद नगरे पनि हुन्छ यहाँनिर हेर्नुहोस् यसलाई यसरी गर्ने मानौ यसलाई मानौ गर्ने मानौ मानौ पृथ्वीको पिण्ड है पृथ्वीको पिण्डलाई तपाईँले एक्स मान्नुहोस् है यसलाई तपाईँले यो यमी गरे मैले यहाँ एक्स गरेँ है ल ओके एक्स गरेँ भनेपछि देयरफोर त्यसो भए बृहस्पतिको पिण्ड कति भयो त हाम्रो बृहस्पतिको पिण्ड कति भयो बृहस्पतिको पिण्ड कति भयो ल भन्नु त बृहस्पतिको पिण्डलाई मैले एमजे है 5 जुपिटर भने यसलाई यो बृहस्पतिको पिण्ड चाहिँ पृथ्वीको पिण्डको 319 गुणा छ भनेको छ कि बृहस्पतिको पिण्ड पृथ्वीको पिण्डको 319 गुणा छ भनेपछि यदि पृथ्वीको पिण्ड x छ भने बृहस्पतिको पिण्ड कति भयो 319 x हुने भयो है यो x केजी यो 319 केजी त्यसपछि फेरि पृथ्वीको क्वेशनले भनेको छ पृथ्वीको हामीलाई थाहा छैन पृथ्वीको पिण्ड अब अर्धव्यास है पृथ्वीको अर्धव्यास पृथ्वीको अर्धव्यास आरई लेखेँ मैले रेडियस अफ अर्थ है यसलाई तपाईँले वाइ मानिदिनुहोस् है वाइ मिटर मान्नुहोस् भनेपछि देयरफोर बृहस्पतिको अर्धव्यास कति हो त हाम्रो बृहस्पतिको अर्धव्यास बृहस्पतिको अर्धव्यासलाई तपाईँले बृहस्पतिको अर्धव्यासलाई आरजे भनेर रेडियस अफ जुपिटर भनेर तपाईँले यो 11 टाइम्स अफ अर्थ भनेको छ है पृथ्वीको 11 गुणा भनेको छ नि त त्यसो भए के भन्नु त 11 टाइम्स अफ वाइ है 11 टाइम्स अफ वाइ मिटर भयो ल अब यहाँ तपाईँहरूलाई यो पृथ्वीको पिण्डको मान राखेर गर्दा पनि हुन्छ है हैन भने यो एक्स वाइ को केसमा अब कहिलेकाहीँ हुन्छ विद्यार्थीलाई मान याद हुँदैन नि त पृथ्वीको पिण्ड याद छ भने 5.972 × 10 को पावर 24 केजी याद छ भने त्यही राख्नुहोस् है अब छैन भने तपाईँहरूले के गर्ने भन्दा यसरी मानेर गर्नुहोस् है अब यहाँनिर के गर्ने भन्दाखेरि पृथ्वीको गुरुत्व प्रवेग है पृथ्वीको गुरुत्व प्रवेग जीई बराबर हामीलाई थाहा छ फर्मुला के हुने हो जीएमई अपन आरई को स्क्वायर है जीएमई अपन आरई को स्क्वायर है ल अब अर्को पेजमा जाउँ अर्को पेजमा हामीले के लेख्यौँ भन्दाखेरि जीई बराबर के लेख्यौँ जीएमई अपन आरई को स्क्वायर गर्यो यसको भ्यालु त हामीलाई थाहा छ नि त है यसको भ्यालु कति छ 9.8 छ है यो जीएमई अपन यो भ्यालु तपाईँले गर्नु परेन है यहाँ एक्स वाइ को केसमा एक्स वाइ को केस राख्दियौँ है ल यहाँनिर एक्स वाइ राख्दियौँ हामीले यहाँनिर जी को जी एमई भनेको हामीले एक्स मानेका छौँ अनि यो भनेको हामीले वाइ मानेका छौँ वाइ को स्क्वायर ल है यहाँनिर हामीले मानेका छौँ नि त यो तपाईँले यहाँ हेर्नुहोस् न है पृथ्वीको पिण्ड एमई वाइ भनेको एक्स मानेका छौँ अनि पृथ्वीको अर्धव्यास आरईलाई हामीले वाइ मानेका छौँ त्यही गरेको मैले यहाँनिर है त्यही गरेको यो भयो अब यति भयो यसलाई इक्वेसन 1 मान्नुहोस् है यसलाई इक्वेसन 1 मान्नुहोस् अब अगेन अब हामीले के गर्ने बृहस्पतिको गुरुत्व प्रवेग है बृहस्पतिको बुझिरहेको छ नि कुरा अहिले फेरि बुझाउँलाई बृहस्पतिको गुरुत्व प्रवेग बुझाएको छैन कहाँनिर भन्नु त ल एकचोटि फेरि हेरौँ त ल तपाईँहरूले के गर्ने क्वेसनले हामीलाई दिएको भ्यालु राख्ने पहिला है पृथ्वीको गुरुत्व प्रवेग दिएको छ 9.8 मिटर पर सेकेन्ड स्क्वायर अब यहाँ हामीलाई पृथ्वीको पिण्ड बृहस्पतिको पिण्ड अनि दुईटैको अर्धव्यास नदिएको हुनाले खालि कन्डिसन मात्रै दिएको छ कि त्यसैले हामीले के गर्ने भन्दाखेरि पृथ्वीको पिण्डलाई एक्स माने है मैले क्वेसनले के भनेको छ बृहस्पतिको पिण्ड चाहिँ पृथ्वीको भन्दा 319 गुणा बढी छ भनेपछि यो एक्स छ भने यो कति हुने भयो बृहस्पतिको 319 भयो अनि पृथ्वीको अर्धव्यास वाइ मान्ने है सपोज गरेको यो अनि त्यसो भए बृहस्पतिको अर्धव्यास कति हुने भयो त क्वेसनले भनेको छ पृथ्वीको अर्धव्यासको 11 गुणा भनेको छ 11 गुणा भनेको छ भने कति भयो 11 वाइ भयो है अब पृथ्वीको गुरुत्व प्रवेग अब गुरुत्व प्रवेग निकाल्नु त जीएम बाइ आर स्क्वायर हो नि त अब खाली यति मात्रै गरिदिएको मैले पृथ्वीको भएको हुनाले मैले जीई मात्रै थपिदिए हो ई भनेको अर्थ भन्न खोजेँ के है ल अब यसमा हेर्नुहोस् अनि त्यसपछि यो हामीले उतैबाट ल्याएको फर्मुला हो यति त है अनि एमईको भ्यालु हामीले एक्स मानेका छौँ आरईको भ्यालु हामीले वाइ मानेका छौँ त्यही राखिदिएको अनि यो भनेको त हामीलाई थाहा छ 9.8 क्वेसनले दिएको छ ल यो इक्वेसन 1 सपोज गरे अब बृहस्पतिको गुरुत्व प्रवेग यहाँ हामी के गर्ने अब जीजे गर्ने है जीजे गर्ने त्यो के हुने भयो जीएम जे अपन आरजे को स्क्वायर है ल अब मान राखौँ त यहाँनिर मान राखौँ जी
को जी नै छोडौँ है, जी को जी नै छोडौँ। अनि एमजे है, एमजे एमजे भनेको कति छ हामीसँग, एमजे भनेको कति छ हेर्नुहोस् न यहाँनिर, एमजे कति छ हामीसँग 319x है, 319 अफ x छ, 319 इन्टु x छ हामीसँग है, x मात्र लेखिदिनु भयो है, 319 ल म कन्फ्युज होला कि तिमीहरू, म यो x लेखेँ है, 319x छ x है, अनि r चाहिँ कति छ 11y को यो स्क्वायर है, त्यसो यसलाई राखौँ त भ्यालु जीजे बराबर हाम्रो कति हो यहाँ जीजे मान राखौँ यो जी को जी 319 है, 319 लाई तपाईँले अगाडि लिएर आउनुहोस् है, 319 लाई तपाईँलाई 319 एकैछिन यसलाई अलिकति स्पेस चाहियो थोरै, जीजे बराबर तपाईँले यो 319 लाई अगाडि ल्याउनुहोस्, 319 अगाडि ल्याउनुहोस् है, अनि त्यसपछि यो जी यो x को x राख्नुहोस् अपन है, यो स्क्वायर 11 को स्क्वायर गर्नु भने 121 हुन्छ, अनि यो y स्क्वायर है। ल अब हेर्नुहोस् यता हेर्नुहोस् है, यहाँनिर यता हेर्नुहोस्, अब जीजे बराबर यो जीजे बराबर के भयो त 319 अपन 121 इन्टु है, अब हेर्नुहोस् है यो जीएक्स अपन वाइ स्क्वायर, यति हेर्नुहोस् है, मैले यहाँनिर यो अर्को कलरले इन्डिकेट गरेँ, जीएक्स अपन वाइ स्क्वायर हेर्नुहोस् है यहाँ पनि यो इक्वेसन 1 मा हेर्नुहोस्, जीएक्स अपन वाइ स्क्वायर जीएक्स अपन वाइ स्क्वायर कति छ हामीसँग त्यसको भ्यालु 9.8 हो, त्यसो भए मैले जीएक्स अपन वाइ स्क्वायरको सट्टामा कति राख्न सकेँ त यहाँ 9.8 राख्न सकेँ है, बुझ्नुहोस् है हामीसँग 9.8, त्यसो भए जीजे बराबर कति हो 319 इन्टु 319 सरी है, 319 इन्टु 9.8 अपन 121 यसलाई क्यालकुलेट गरौँ त कति हुन्छ 319 इन्टु 9.8 डिभाइड बाई 319 इन्टु 9.8 डिवाइड बाई 121 या 25.24 भन्ने आयो सरी 25.83 मिटर पर सेकेन्ड स्क्वायर है, यो आयो कसको बृहस्पतिको गुरुत्व प्रवेग आयो। अब बृहस्पतिको गुरुत्व प्रवेग आइसकेपछि यसैमा है अर्को पेजमा जानु, यसैमा यता हेर्नुहोस् है, अहिले एकछिन यो सानो टाइम दिन्छु म, यहाँनिर यतिमा हेर्नुहोस् के भनेको छ, उक्त ग्रह भनेको बृहस्पति ग्रहमा है हामीसँग गुरुत्व प्रवेग आइसक्यो, वस्तुको पिण्ड हामीसँग छँदैछ, क्वेसन दिएको छ है, वस्तुको पिण्ड कति दिएको छ, वस्तुको पिण्ड एम बराबर तपाईसँग छ 45 कति दिएको छ, एमले एम कति दिएको छ हामीलाई 100 केजी दिएको छ है, एम बराबर 100 केजी छ। ल त्यसो भए अब हामीले तौल निकाल्नुहोस्, तौल बराबर तौल बराबर कति भयो त एम इन्टु जी, मान राखिदिनुहोस् है, एम को मान 100, यो जी को मान 25.83 यो गर्नु भने कति आयो 200 कति आयो 25 अनि यो दुईटा यो दुईटा शून्यले कति डेसिमल हट्छ यति न्युटन आयो ल है, न्युटन है, यहाँनिर कति मिस्टेक हुन्छ 325 न्युटन ल, यो भयो है, यो भयो हाम्रो या नम्बरको। अब यो एकदमै लामो भिडियो भयो, के गर्नु पर्यो भन्दाखेरि अब यसपछि यो क्वेसनहरू है ट ठ ड ढ ण तसम्म क्वेसनहरू हामी अर्को भिडियोमा लिएर आउँछु म तपाईँहरूलाई, यो अर्को भिडियो पनि हेर्नु पार्ट 2 है, न्युमेरिकलको पार्ट 2, र म सम्भव भयो भने म तपाईँहरूलाई 2080 को एसी र 81 को एसीमा आएको क्वेसन्सहरूलाई पनि यहाँनिर समावेश गर्छु यो गुरुत्व प्रवेगको यो बल पार्टको हिसाबमा। त्यसो भए तपाईँहरूले यो पार्ट 2 वेट गर्नुपर्ने भयो है भाइ बहिनीहरू, तपाईँहरूले यो पार्ट 1 लाई एकदमै साथीहरूको बिचमा एकदमै सेयर गर्नुहोस् है, यहाँनिर केही बुझेको छैन, कुनै क्वेसन फेरि बुझेको छैन भने तपाईँहरूले मलाई फेरि भन्न सक्नुहुन्छ, र फेरि तपाईँहरूलाई बुझाउँला यो क्वेसनहरू है, यहाँनिर बुझेको छैन एकचोटि फेरि यसलाई थोरै हेरिहाल्नुहोस् है ल, यहाँ नम्बर क्वेसनलाई यसै यसलाई पज गर्नुहोस्, यहाँलाई लेख्नुहोस् है, पहिला पज गर्नुहोस् लेख्नुहोस्, र मैले भनेको कुरालाई पटक पटक रिपिट गरेर सुन्नुहोस् है राम्रोसँग। यहाँनिर पृथ्वी गुरुत्व प्रवेग दिएको छ, बृहस्पति र पृथ्वीको कसैको पिण्ड नदिएको हुनाले मैले सपोज गरेँ
पृथ्वीको पिण्डलाई x माने, बृहस्पतिको पिण्डलाई क्वेसनले भनेअनुसार पृथ्वीको पिण्डको 319 गुणा भनेको हुनाले मैले यसलाई 319 गरेँ यहाँनिर है। अनि पृथ्वीको अर्धव्यासलाई मैले y माने है, र क्वेसनले दिएको कन्डिसन अनुसार 11 टाइम्स हुन्छ भनेको हुनाले मैले 11y गरेँ यसलाई है। त्यसपछि हामीलाई यो फर्मुला थाहै छ, गुरुत्व प्रवेग बराबर हामीलाई फर्मुला थाहा छ gm बाई के हुन्छ r स्क्वायर। त्यसैलाई मैले यहाँ पृथ्वी भएको हुनाले जी लेखेँ अनि उता गुरुत्व प्रवेग कस्तो जुपिटरको गर्दाखेरि जीजे लेखा मात्रै हो मैले, एमजे र आरजे मात्रै लेखेको, यसमा अरू केही नयाँ गरेको छैन मैले है। यो चाहिँ तपाईँहरूले हेर्नु होला र यसलाई यदि लाइक गर्नुभएको छैन, कमेन्ट गर्नुभएको छैन र सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नुहोस् है, र सबै साथीहरूलाई पनि भन्नुहोस् है, आफ्नो एसई दिने सम्पूर्ण साथीहरूलाई र डिवाई साइन्स टिचरलाई सब्सक्राइब गर्न भन्नुहोस् है। ल आजलाई चाहिँ यति राखौँ, हुन्छ, थ्याङ्क यू है। सबैजनाले हेरिदिनु भएकोमा धन्यवाद छ र फेरि पनि अर्को भिडियोमा भेटौँला। र योभन्दा अगाडिका भिडियोहरू पनि मैले यो रासायनिक प्रतिक्रिया, ग्यासेस है अनि मेटल नन मेटल्सहरूको बारेमा राखिदिएको छु, हेर्नु होला। र केही समयपछि केही दिनपछि तपाईँहरूलाई यो तत्त्वहरूको वर्गीकरण भन्ने पाठ गाह्रो लाग्छ भन्ने आशा रे त्यो तत्त्वहरूको वर्गीकरणको पाठको पनि भिडियोहरूमा तपाईँलाई राख्नेछु। ओके, हस् ल, आजलाई यति राखौँ, थ्याङ्क यू। नेक्स्ट भिडियोमा भेटौँला न्युमेरिकलको लागि है, पार्ट 2।